मेरो छोरी आएपछि चाहिँ मेरो लाइफमा एउटा बिगेस्ट चेन्ज आयो। त्यो चेन्ज चाहिँ के हो भने मैले आफूलाई माया गर्न थालेँ, अरूको बारेमा कम र आफ्नो बारेमा धेरै सोच्न थालेँ। पहिला म धेरै सोच्ने गर्थेँ, अरूले के सोच्ने होला, के भन्ने होला, ला उसलाई कस्तो लाग्ने होला। नसोच्ने होइन, म अहिले पनि सोचिरहेको हुन्छु, तर हरेक सोचाइमा फर्स्ट छोरी आउँछ होइन, आफू आउँछ, फ्यामिली आउँछ, अनि आएको सोचाइ पनि हराउँछ। हल्का सेल्फिसनेस आएको छ, रङ कुराहरूलाई प्याट्ट जवाफ गरिहाल्छु होइन। यस्तो गर्दै जाँदा मेरो कन्फिडेन्ट लेभल बढ्दै गयो। पहिला के पोस्ट गर्नु अगाडि ला अरूले के सोच्ने होला, के भन्ने होला लाग्थ्यो, अनि लाइक पनि आउँदैन लाग्थ्यो। अहिले इट्स नट फर लाइक, इट्स फर यो क्याप्चरिङ मोमेन्ट्स होइन। अरूले जेसुकै भन्नुहोस्, डजन्ट म्याटर। छोरी आएपछि यति चाहिँ भएको छ, आफूलाई मन लाग्ने चिज गर्न चाहिँ कन्फिडेन्ट आयो होइन। सो इट्स अ बिग चेन्ज एन्ड आई हेभ लर्न टु से नो। पहिला यस भनेर पछि पछुताउनुभन्दा अगाडि नै नो भन्यो भने योभन्दा इजी अरू लाइफमा केही नहुने रहेछ भन्ने बल्ल बुझिरहेछु। अझै पनि लर्निङ प्रोसेसमा छ, तर पनि आई एम बेटर देन आई वाज। एन्ड मान्छेको ग्रोथ सँगसँगै मेन्टालिटी पनि ग्रोथ हुने रहेछ भन्ने बुझेँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।